हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ है 2082 सालको पहिलो दिन वैशाख 1 गते 2081 सालमा यहाँहरूले जे कुराहरू चाहिँ म अब चाहिँ गर्छु भन्दा भन्दै जे कुराहरू चाहिँ गर्नु भएन, पुरा गर्नु भएन, त्यो कुरा चाहिँ 2082 सालमा चाहिँ जसरी पनि पुरा गर्नु होला। थोरै भए पनि अब आजदेखि सुरुवात गर्नुहोस् है, केही नयाँ कुरा गर्न सिक्नुहोस्। चाहे त्यो भिडियो कन्टेन्टको कुरामा होस्, चाहे त्यो जेसुकै कुरामा होस्, केही न केही भए पनि तपाईहरुले सुरु गर्नुहोस्। आज चाहिँ कमसेकम यहाँहरूले यदि यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने, यदि यहाँहरूसँग कुनै पनि एउटा युट्युब च्यानल छैन, टिकटक अथवा फेसबुक पेजहरू त्यस्तो केही बनाउनु भएको छैन भने चाहिँ आज पहिलो दिन, शुभ दिन पनि छ। यहाँहरूले कमसेकम एउटा आफ्नो नामको एउटा युट्युब च्यानल चाहिँ बनाउनुहोस् र केही नभए पनि दिनको एउटा बिहान बेलुका कमसेकम पनि केही न केही भए पनि आफूले सानो जानेको कुराहरू चाहिँ सेयर गर्नुहोस्। त्यो भयो भने तपाईलाई बोल्ने प्र्याक्टिस पनि हुन्छ। के बोल्ने, मैले अघिल्लो भिडियोहरूमा चाहिँ के गल्ती गरेछु भनेर तपाईहरुले सुधार गर्दै मौका पाउनुहुन्छ, लैजाने मौका पाउनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि यो अबको 1 वर्षभित्रमा तपाईहरु यस्तो पर्फेक्ट बोल्ने भइसक्नुहुन्छ कि हुन त म अहिले त्यति राम्रो बोल्छु तपाईले भन्न खोजेको होइन, तर एउटा बानीको विकास हुन्छ कि के बोल्ने भनेर भन्दा पनि म यो कुरामा बोल्छु भनेपछि त्यो फटाफट त्यसै बोल्न एउटा आफै आउँछ क्या, त्यो आफूलाई बोल्न आउँछ। त्यही भएर अबदेखि चाहिँ तपाईहरुले त्यस्तो कुराहरू सुरु गर्नुभएको छैन भने अबदेखि सुरु गर्नुहोस्। कन्टेन्ट क्रिएसन भनेको अहिलेको जमानामा एकदमै अब यो पपुलर हुँदै गइरहेको छ। तपाईहरुले भोलिका दिनमा यसैलाई पनि आफ्नो एउटा पेसा व्यवसाय पनि बनाउन सक्नुहुन्छ। यो कारणले गर्दा पनि जुन कुरा मैले आजसम्म मैले सिकेको थिएँ, कन्टेन्ट क्रिएसनबाट पनि केही पैसा कमाउन सकिन्छ भन्ने कुराहरू मैले सिकेको छु। त्यो कुरा चाहिँ तपाईहरुले पनि आजदेखि चाहिँ लागू गर्नुभयो भने अबका दिनमा कसैलाई पनि थोरै भए पनि आफ्नो स्किल डेभलपमेन्टको सँगसँगै केही कुराहरू पैसा कमाउने केही माध्यम चाहिँ बन्नेछ भनेर मलाई लाग्छ। त्यही भएर यहाँहरूले केही कुराहरू चाहिँ गर्नुभएको छैन, च्यानल बनाउनु भएको छैन, त्यस्तो फेसबुक पेजहरू बनाउनु भएको छैन भनेदेखि चाहिँ आजदेखि थाल्नुहोस्। आज एकदम राम्रो दिन छ है। त्यही भएर चाहन्छु 2082 सालको एकदम धेरै शुभकामना। के छ त मेरो श्रीमतीको पनि अहिले केही कुराहरू सुनिराखौँ न, होइन? मेरो पनि त्यही हो, 2022 सालको हार्दिक मङ्गलमय शुभकामना। थ्याङ्क यू। 2022 साल चाहिँ एकदमै आफूले सोचे सम्झे अनुसारको होस्। मैले पनि केही कुरा सोचेको छु, त्यो सोचेको कुरा पुरा होस्, यहाँहरूले पनि सोचेको कुराहरू पुरा होस्। थ्याङ्क यू, बाई बाई।